क्वेशन नम्बर 1 नेपालको पहिलो महिला शिक्षा मन्त्री को हुन्? ए. विद्या भण्डारी, बी. शैलजा आचार्य, सी. ईशला एमी, डी. सुजाता कोइराला। यसको राइट आन्सर बी. शैलजा आचार्य। क्वेशन नम्बर 2 नेपालको राष्ट्रिय दिवस कुन दिन मनाइन्छ? ए. असोज 3, बी. माघ 8, सी. वैशाख 1, डी. फागुन 7। यसको राइट आन्सर ए. असोज 3। क्वेशन नम्बर 3 नेपालको पहिलो महिला आइजिपी को हुन्? ए. शैलजा आचार्य, बी. पोषण कार्की, सी. डेगी राणा, डी. शिप्रा साई। यसको राइट आन्सर डी. शिप्रा साई। क्वेशन नम्बर 4 नेपालको पहिलो लोकसभा संसद भवन कहाँ थियो? ए. सिंहदरबार, बी. बानेश्वर, सी. बालुवाटर, डी. काठमाडौँ दरबार। यसको राइट आन्सर ए. सिंहदरबार। क्वेशन नम्बर 5 नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल कुन हो? ए. पोखरा, बी. गौतम बुद्ध, सी. त्रिभुवन, डी. विराटनगर। यसको राइट आन्सर सी. त्रिभुवन। क्वेशन नम्बर 6 नेपालको पहिलो टेलिभिजन प्रसारण कहिले सुरु भयो? ए. 2041 साल, बी. 2045 साल, सी. 2035 साल, डी. 2050 साल। यसको राइट आन्सर ए. 2041 साल। क्वेशन नम्बर 7 नेपालको पहिलो रेडियो स्टेसन कुन हो? ए. रेडियो नेपाल, बी. इमेज एफएम, सी. कान्तिपुर एफएम, डी. सगरमाथा एफएम। यसको राइट आन्सर ए. रेडियो नेपाल। क्वेशन नम्बर 8 नेपालमा पहिलो पटक मुद्रा चलन कसले ल्याएका थिए? ए. पृथ्वीनारायण शाह, बी. राजा मानदेव, सी. राजेन्द्र शाह, डी. दिवान युद्ध शाह। यसको राइट आन्सर बी. राजा मानदेव। यसै गरी क्वेशन नम्बर 9 रहेको छ नेपालमा पहिलो पटक विद्युतीय बत्ती कसले ल्याए? ए. चन्द्र शमशेर, बी. देव शमशेर, सी. जङ्गबहादुर, डी. भीमसेन थापा। यसको राइट आन्सर बी. देव शमशेर। यसै गरी क्वेशन नम्बर 10 रहेको छ नेपालको सबैभन्दा पुरानो समाचार पत्र कुन हो? ए. गोरखापत्र, बी. कान्तिपुर, सी. द हिमालय टाइम्स, डी. जनता टाइम्स। यसको राइट आन्सर ए. गोरखापत्र।